धनुषा जिल्ला मध्य प्रदेशमा पर्ने तराई मधेसको एक कृषि उत्पादनले भरिपूर्ण, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न र राजनैतिक तथा प्रशासनिक केन्द्र रहेको विकसित र समृद्ध जिल्ला मानिन्छ। यस जिल्लामा एक उपमहानगरपालिका, 2 वटा नगरपालिका र 6 वटा गाउँपालिका गरी कुल 19 वटा स्थानीय तहहरू रहेका छन्। यिनै स्थानीय तहहरूमध्ये कमला नगरपालिका धनुषा जिल्लाको पूर्वी भागमा पर्ने एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कृषि, शिक्षा र व्यवस्थित बसोबासको अथाह सम्भावना भएको सुन्दर र रमणीय नगरपालिका हो। यस नगरपालिकामा कृषियोग्य जमिन 85.12%, बगर 5.42%, चरण क्षेत्र 2.47%, ताल तलैया 2.04%, झाडी बुट्यान 0.91% रहेको छ। यो नगरपालिका देश संघीयतामा गएसँगै विक्रम सम्मत 2073 साल फागुन 27 गते साविका, दुवरकोट, हथलेटवा, माची जेटकिया, बल्हा साधरा, लक्कड, सिग्याही मडान र हरिने गरी 6 वटा गाउँ विकास समिति समायोजन गरी हालको बृहत कमला नगरपालिका बनाइएको हो। यस नगरपालिकाको पूर्वमा कमला नदी र सिराहा जिल्ला, पश्चिममा शहीदनगर र विदेह नगरपालिका, उत्तरमा शहीदनगर नगरपालिका र दक्षिणमा जनकनन्दी गाउँपालिकाको सीमा पर्दछ। यस नगरपालिकाको केन्द्र 2 नम्बर वडाको माची जेटकियामा रहेको छ। यस नगरपालिकाको आफ्नै कार्यालय भवन पनि रहेको छ। यस नयाँ कार्यालय भवन पनि तीव्र गतिमा बनिरहेको छ। यो नगरपालिका धनुषा जिल्लाको क्षेत्र नम्बर 2 क मा पर्दछ। यस नगरपालिकामा पुग्न धनुषा जिल्लाको सदरमुकाम जनकपुर धामबाट 21 किलोमिटर पूर्वतिर जानुपर्दछ। यो नगरपालिकालाई जनकपुर जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ, तर अहिले हुलाकी सड़क बनेपछि भने यातायातको राम्रो सुविधा पुगेको छ। कमला नदीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको छ। नवल बाबाको विवाह महोत्सवमा यहाँ ठूलो मेला लाग्ने गर्दछ। जनकपुरबाट घोडा हात्ती सहितको बरियातलाई ल्याई विवाह पञ्चमीमा उत्सव मनाइन्छ। यस नगरपालिकाको क्षेत्रफल 65.800 वर्ग किलोमिटर रहेको छ। नगरमा 9 वटा वडाहरू पनि रहेका छन्। यस नगरपालिकामा 2078 को जनसंख्या अनुसार यस नगरपालिकाका सबै वडाहरू ग्रामीण अवस्थामै रहेका छन्, तर विकास पूर्वाधारहरू सड़क, शिक्षा, स्वास्थ्य, विद्युतीकरण, खानेपानी, साप्ताहिक हाट बजार जस्ता सबै पूर्वाधारहरू पुगिसकेका छन्। यो नगरपालिका उत्तर दक्षिण फैलिएको र पूर्व पश्चिम केही साँगुरिएको छ। जिल्लाको यो पुरानो पालिका हो। यहाँ राजा जनककै समयदेखि कृषि योग्य भूमि, मानव बसोबास र बस्ती रहेको जनविश्वास छ। यहाँ शिव पार्वती मन्दिर, दुर्गा मन्दिर, हनुमान मन्दिर, शैलेश बाबाको मन्दिर लगायत मठ मन्दिर, मस्जिद जस्ता ऐतिहासिक धार्मिक स्थलहरू पनि छन्। यस नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट विश्वेश्वर यादव नगर प्रमुखमा र शिलादेवी मण्डल नगर उपप्रमुखमा चुनाव जितेर विकास निर्माण, सामाजिक विकास लक्षित वर्गहरूको उत्थानका काम भइरहेको छ। छिटो छरितो प्रशासनिक सेवा प्रवाह र सुशासन कायम गर्दै आउनु भएको छ। यस नगरपालिकाले उद्योग व्यवसायको प्रवर्धन र सामाजिक विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखी विकास र निर्माणको काम गर्दै आएको कमला नगरपालिकाका नगर प्रमुख विश्वेश्वर यादव बताउनुहुन्छ। सबभन्दा पहिला म सामाजिक काममा पनि धेरै इन्ट्रेस्ट लिए। स्कुल, स्वास्थ्य चौकीहरू आफ्नो तर्फ जग्गा दिएर, दान दिएर, गाविस भवन त्यतिखेर 54 गाविस थियो, जग्गा दिएर भवन बनाएको छु। त्यसपछि तपाईको जनस्वास्थ्य चौकीमा जग्गा किनेर आफू तर्फबाट किनेर जग्गा हस्तान्तर स्वास्थ्य चौकी पनि बनाएको छु। र त्यसपछि हामी अध्यक्ष हुँदाखेरि दलितमा प्राविलाई जग्गा दान दिएर पनि त्यो स्कुलहरू निर्माण गरेको छु। त्यो आसमान नेपाल र गाविस दुवै सम्झौता गरेर त्यो स्कुल पनि बनाएको छु। यस नगरपालिकाका 9 वटै वडाहरूमा वडा कार्यालयका आफ्नै कार्यालय भवन बनिसकेका छन् र बन्दै पनि छन्। सबै वडाहरूमा स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी रहेका छन्। तालिम प्राप्त स्वास्थ्य स्वयंसेवक खटाइएको छ। यस नगरपालिकामा 5 वटा माध्यमिक विद्यालय सहित 18 वटा प्राथमिक विद्यालय, आधारभूत विद्यालय र माध्यमिक विद्यालयहरू पनि रहेका छन्। सबै वडाका बासिन्दाहरूले स्वच्छ खानेपानी पिउन पाएका छन्। सबै वडाहरूलाई जोड्ने वडा स्तरीय कालोपत्रे सड़क र ग्राभेल सड़क बनिसकेको छ। यस नगरपालिकाको विकास निर्माणको सम्बन्धमा थप प्रश्न पार्दै नगर प्रमुख यादव भन्नुहुन्छ,
अहिले धेरै किसानहरूलाई त्यहाँका बासिन्दालाई धेरै राम्रो भएको छ। अब चिन्ता त्यहाँ छ, सिँचाइको धेरै चिन्ता छ। कमला पोर्ताहाससँग पनि धेरैचोटि यो सम्बन्धमा सिँचाइको बारेमा कुरा गरेको छु, अगाडि बढाइरहेको छु कुराहरूलाई, कसरी खेतमा पानी जाने भनेर। त्यो हाम्रो कुरा जारी छ। त्यसपछि म निर्वाचित भएपछि पहिला म शिक्षामा जोड दिए। यस नगरपालिकाले भौतिक पूर्वाधारको निर्माणमा धेरै काम गरेको नगरपालिकाकी नगर उपप्रमुख शीलादेवी मण्डल बताउनुहुन्छ। 3 वर्ष में हम सब 80-79 में चुनाव भेले। चुनाव भेला के बाद में हम सब नगर सभा के लिए, नगर सभा केला के बाद में हम सब विकास के तरफ में गेलिए। विकास भेले, ओहि साल में विकास बढ़िया से भेले। जनसहभागिताका आधारमा विकास निर्माणको योजना छनौट हुँदै आएको नगरपालिकाका योजना प्रमुख वीरेन्द्र कुमार बताउनुहुन्छ। अब योजना तर्जुमा गर्दाखेरि सबै नेपाल सरकारको नर्म्स ऐन कानुन अनुसार नै हुन्छ। स्थानीय सरकार सञ्चालन ऐन 2064ले जुन हामीलाई निर्देश गर्नुभएको छ त्यसै अनुसार चाहिँ हामी गरिरहेछौँ। यस नगरपालिकामा स्वास्थ्य चौकी र एउटा आयुर्वेदिक अस्पताल रहेको नगरवासीहरूलाई निःशुल्क उपचार गरिरहेको स्वास्थ्य शाखा संयोजक रामकुमार ठाकुर बताउनुहुन्छ। जम्मा चाहिँ 9वटा स्वास्थ्य संस्था छ हैन। 9वटामा चाहिँ 6वटा आधार के स्वास्थ्य चौकी छ, 3वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र एउटा नागरिक आरोग्य केन्द्र छ हैन। पहिला त एकदम समस्या थियो औषधिहरूको लागि। अहिले चाहिँ अब 2-3 वर्षदेखि चाहिँ पहिलेको भन्दा चाहिँ धेरै सुधार भएको छ हैन। कृषि उत्पादन वृद्धि गर्न यस नगरपालिकाले किसानले अनुभूति गर्ने गरी सहयोग गर्दै आएको कृषि शाखा प्रमुख ओम नारायण यादव बताउनुहुन्छ। हामीले योपालि विद्युत अफिसमा सम्झौता गरेका छौँ। त्यो पनि कृषि विद्युतीकरण पोल, हाम्रो यहाँ सिँचाइको समस्या भएर विद्युतको पोलीकरण गरेर त्यसमा लाइन सुचारू गर्दै हुने यहाँको किसानहरूलाई सरकारलाई न्यूनतम शुल्कमा चाहिँ मिटर जडान गरेर कृषिको सिँचाइ भयो भने यहाँको कृषिमा तपाईको मलाई लाग्छ जहाँसम्म 70-75% यहाँ कृषि प्रभाव पर्ने भनेको सिँचाइकै कारणले हो। त्यही भएर त्यसमा सुधार पक्कै आउँछ भन्ने हामीले विश्वास लिएका छौँ। यस नगरपालिकाले नगरसभाबाट पारित गरेका नीति, योजना र कार्यक्रमहरूलाई प्रशासनिक निकायले अत्यन्तै मेहनतका साथ सबै कानुनी प्रक्रिया पूरा गराएर सम्पन्न गर्न तीव्र रूपमा काम गर्दै आएको छ। नगरले प्राप्त स्रोत साधनको समुचित परिचालन गरिएकै कारणले यस नगरपालिकाले छोटो समयमै भौतिक पूर्वाधार निर्माण र सामाजिक विकासका क्षेत्रमा ठूलो प्रगति गरेको प्रशासक प्रमुख जयसवाल बताउनुहुन्छ। यहाँको शिक्षाको अवस्थामा वास्तवमा हेर्न पनि सक्नुहुन्छ, धेरै नै परिवर्तन भएको छ। विद्यार्थी संख्या पनि बढेको छ, शिक्षक संख्या पनि धेरै न्यून थियो। तहगत दरबन्दीहरू प्याक छ। अहिले हामीसँग प्राविमा अझै खाली हुँदा पनि पहिलाको भन्दा शिक्षकको संख्या पनि बढेको छ। विभिन्न सरसामग्रीहरू विद्यार्थीहरूको लागि नियमित गइरहेको छ हैन। दलित, अपाङ्ग, दलित छात्रवृत्तिहरू हुनुहुन्छ, हामी निरन्तर समयमै पठाइरहेका छौँ। पाठ्य पुस्तक जस्ता अनुदान निकासाहरू लगायत नेपाल सरकारबाट, सङ्घीय सरकारबाट आउने, प्रदेश सरकारबाट आउने र हाम्रो यो नगरपालिकाको सरकारले यहाँका विद्यालयहरूको लागि, यहाँको छात्र छात्राहरूको लागि जुन छात्रवृत्ति दिने गरेका छन् त्यो निरन्तर छ। कमला नगरपालिकाको 1 नम्बर वडा दुवारकोट क्षेत्रमा पर्दछ। यस वडामा कमला नहरबाट सिँचाइ गरी 12 महिना खेती लगाइदै आएको पाइन्छ। 1 नम्बर वडाको भबाराही विश्वकर्मा चोकमा वडा कार्यालय भवन छ। विश्वकर्मा चोकमा रहेको यस विद्यालयको भवन नगरपालिकाको आर्थिक सहयोगमा बन्दैछ। यहाँ शिवमूर्ति, हनुमानको मूर्ति रहेका छन्। यहाँ पुरानो इनारको संरक्षण गरिएको छ। यहाँको पोखरीले सडक कटान गरेकोले यहाँ सडक बनाउनु पर्ने स्थानीय बासिन्दाले माग गर्दै आएका छन्। 1 नम्बर वडाको विकासका सम्बन्धमा स्थानीय बासिन्दाहरू भन्छन्, लाइन के, पानी पटवा के, खेत के, खाद पर्तै, बिछन पर्तै पहिले बनल रहे। किसान के सिंचाई के जरूरत है, लाइन के जरूरत है, रोड बाट के जरूरत है, सबके जरूरत है, डिवीजन के जरूरत है। विकास तो भेल छै, तै वहने भेल छै, कोनो जहन चाही तहन नहीं है। रोड बाट मात्रे बनल है, अथियो कृषि सड़क के गुटा बनल है, वो सब में ट्रैक्टर नहीं जाए आवा वाला छै। बर्सातको कारणले पानी आउँथ्यो गयो। हामीहरू त्यहाँबाट चाहिँ फर्केर जानु पर्ने बाध्यता थियो। नहरबाट जहाँ 1 किलोमिटर गएर यहाँ हामीहरूले आउनु पर्ने थियो। 2 नम्बर वडामा इटा भट्टा उद्योग पनि छ।
माची जेटकिहियामा नगरपालिकाको नयाँ प्रशासनिक भवन बन्दैछ। यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण कार्य धमाधम हुँदै आएको छ। नगरपालिका भवनसँगै प्रहरी चौकी माचीको भवन पनि निर्माण हुँदैछ। 2 नम्बर वडा कार्यालय भवन माचीमा रहेको छ। यसै वडामा आयुर्वेद स्वास्थ्य कार्यालय पनि छ। माची मिटकिहया बजार यस नगरपालिकाको सबैभन्दा ठूलो बजार हो। यहाँ लक्ष्मी माताको राम्रो मन्दिर छ। यो मन्दिरको संरक्षण, रङरोगन र सौन्दर्यीकरणमा नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ। यहाँ शिव मन्दिर, भोलानाथ मठ लगायतका मठ मन्दिर पनि छन्। मन्दिरसँगै धर्मशाला र सामुदायिक भवन पनि निर्माण गरिएको छ। यस मन्दिरको बारेमा स्थानीय बासिन्दा भन्छन्, ये मठ बहुत पुराना किसी ने दान दिया हुआ है। बात समझे कि नहीं? कोई व्यक्ति, उसका नाम सुदर्शन दास, सुदर्शन दास है ना, सुदर्शन दास के नाम से इस मठ को दान किया गया। पुराना मठ है। यस वडामा शनिदेवको पनि मन्दिर छ। यहाँ जनहित माध्यमिक विद्यालय रहेको छ। यो विद्यालयको भवन बनाउन नगरपालिकाले सहयोग गर्दै आएको छ। प्रदेश सरकारले पनि सक्दो सहयोग गरेको हो। नगरपालिकाबाट वार्डले पनि सहयोग गरेको हो। नगरपालिकाले पनि डेस्क, बेन्च, कम्प्युटर, हाजिर मसिन। यस वडाको विकासको सम्बन्धमा 2 नम्बर वडाका वडा अध्यक्ष ठक्कु यादव भन्नुहुन्छ, 3टा विकास के लक्ष्य लेकर चलिए हम सब। शुरुआत में शिक्षा में पहले प्रथम प्राथमिकता, तब स्वास्थ्य में और कृषि में लक्ष्य लेकर चली। मैं काम अखुन तक नहीं कर सकली भरपूर। 3 नम्बर वडाको मान पडैरियामा हनुमान महाराजको मन्दिर रहेको छ। मान पडरिया र खजुरी जोड्ने सडक ग्राभेल गरिएको छ। 3 नम्बर वडाको विकासको सम्बन्धमा वडा अध्यक्ष राम भगत यादव भन्नुहुन्छ, शिक्षालाई मेन प्राथमिकता दियो, त्यसपछि स्वास्थ्य, अनि त्यसपछि कृषि विद्युतीकरणको लागि हामीले पहल गरे। पहिले वर्षमा पहल गर्यो। त्यहाँको हाकिम साहबलाई, विद्युतको हाकिम साहबलाई समन्वय गरेर 3 नम्बर वडाको पर्सामा बोरिङ मेसिन राख्ने सुरक्षित घर र कुलो निर्माण गरिएको छ। पर्सा गाउँमा ढलान सडक निर्माण भएको छ। यहाँ राम्रो धान, गहुँ, तोरी र तरकारी उत्पादन हुन्छ। यहाँ 3 नम्बर वडा कार्यालय पनि रहेको छ। यस नगरपालिकाको 3 नम्बर वडामा सडक पूर्वाधार निर्माण भएका छन्। ढलान सडक बनाइएको छ। यहाँको लगमा बजारमा दुर्गाको मन्दिर छ। यहाँ मठ मन्दिर, मस्जिदको संरक्षण, रङरोगन र सौन्दर्यीकरण तथा सामुदायिक भवन निर्माणमा वडा कार्यालय र नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ। यस नगरपालिकाको 4 नम्बर वडामा पनि सडक, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई जस्ता क्षेत्रमा काम भएका छन्। भित्री गाउँ र बस्ती जाने कच्ची सडकलाई स्तरोन्नति गरी ढलान सडक निर्माण गरिएको छ। श्री राष्ट्रिय प्राथमिक विद्यालयको भवनको तला थप्न फर्निचर, शैक्षिक सामग्री लगायतमा नगरपालिकाले बजेट दिएको प्रधानाध्यापक सुधीर कुमार महतो बताउनुहुन्छ, नगरपालिकाले पहिला यहाँ त घेरावा छ, शिक्षक पठाउन सकिरहेछ, बाल विकासको दरबन्दी छ। यस नगरपालिकाको बल्हा सदरामा 4 नम्बर वडाको आफ्नै कार्यालय भवन छ। यस वडाले यसै भवनबाट वडावासीलाई विकास, निर्माण र सुशासनको सेवा दिँदै आएको छ। वडाबाट प्राप्त सेवाका सम्बन्धमा वडावासीहरू यसो भन्छन्, धेरै मन्दिर बनल, एकटा मन्दिर हमहु छी बना देने। अब दुर्गा मन्दिर पर एकटा सब्जी है बनू, यहाँ धर्मशाला बनल है, या मंदिर सब बनल है, यहाँ सब है बनल। क्या कथि के खुश छी, खाद दै छी, काम या खेती पाती टाइम पर बिया बाई दैत हो, सब उन्नत करते बढ़िया जाही। भवनसँगै स्वास्थ्य चौकी बल्ला सदरा पनि रहेको छ। वडावासीले यस स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य उपचार सेवा र निशुल्क औषधि प्राप्त गर्दै आएको स्वास्थ्य चौकी प्रमुख रामकिशोर यादव बताउनुहुन्छ। यो फ्यामिली प्लानिङको बिमारीहरू आउँछ हैन, जस्तै अब पिस खाने आउँछ हैन, डिपो लिने पनि आउँछ, के हाम्रो कन्डम लिने पनि आउँछ, जस्तै जनरल ओपीडीमा पनि आउँछ। यस वडामा दुर्गा मन्दिर पनि रहेको छ। इनरुवा जाने पिच सडक पनि बनेको छ। यस वडामा विद्यालय बनाउने, विद्यार्थीहरूलाई ड्रेस वितरण गर्ने, शिक्षकको दरबन्दी कायम गरी गुणस्तरीय शिक्षाका लागि सहयोग गर्ने, 5 वटा कृषि सडक बनाउने, कृषि विद्युतीकरण गर्ने, कृषकलाई सिंचाई गर्न पानी तान्ने मोटर वितरण गर्ने लगायत सहयोग गरेको 4 नम्बर वडाका वडा अध्यक्ष दीपक गोहियार यादव बताउनुहुन्छ। विद्यार्थीहरूको लागि चाहिँ मैले पनि धेरै व्यवस्था गरेँ। बोर्डिङ स्कुल जस्तै लुगा दिएछु, ड्रेस दिएछु, जुत्ता, मोजा, टाई, बेल्ट मैले वडा कार्यालयबाट दिएछु। यो वडा कृषि खेतीका लागि उर्वर भूमि मानिन्छ। अहिले यहाँ गहुँ खेती, रहर खेती, तरकारी खेती लगाइएको छ। आरसी बहुद्देश्य जैविक कृषि फार्म पनि यहाँ रहेको छ। एउटा किसान केही गर्न सक्छ, माने कि जस्तै म गर्छु अर्ग्यानिक खेती गर्छु, अनि अर्ग्यानिक खेतीमा अहिले नगरपालिका पनि ध्यान राम्रै छ। 3-4 वटा बाटो बनाए, त्यसपछि यो मन्दिरमा चाहिँ टायर सब, केक सब लगाउनु भएको छ। यो रोडमा चाहिँ गर्नु भएका छ। स्कुलमा चाहिँ
एकदम पढाइ खराब थियो त्यो पनि सुधार भएको छ। त्यति छ भर्खर त गर्नु भएछ त्यति। यस नगरपालिकाको 5 नम्बर वडामा कमला नदीको कटान बढेकोले नगर प्रमुख विश्वेश्वर यादवको पहलमा भारतीय सहयोगमा ग्राभेल सडक सहितको तटबन्ध निर्माण गरिएको छ। लकडमा लुथनी गोइट आधारभूत विद्यालय रहेको छ। लकड जाने गाउँको सडक ग्राभेल भइसकेको छ। यहाँ सार्वजनिक र निजी पोखरीहरू पनि धेरै छन्। ठूला ठूला पोखरीहरू छन्। यी सार्वजनिक पोखरीहरूमा माछा पालन गरिँदै आएको छ। यहाँको 100 बिघा डुबान जमिनमा तटबन्ध निर्माण गर्न स्थानीय बासिन्दाहरूले माग गर्दै आएका छन्। यो पासवान समुदायको कुलपूजा हुने धार्मिक स्थल हो। यहाँ 13 फिट चौडाई र 250 मिटर लामो ढलान सडक निर्माण गरिएको छ। टेना टोलमा दलित राष्ट्रिय प्राथमिक विद्यालय पनि रहेको छ। यस वडाको विकासका सम्बन्धमा 5 नम्बर वडाका वडाध्यक्ष शिवा पासवान भन्नुहुन्छ, हाम्रो योजना त त्यही छ। सार्वजनिक भवन बनाउने एउटा छ, 15 लाख त्यसमा राखेछु। 16 लाख। एउटा राम जानकी मन्दिर छ, त्यसमा 15 लाख राखेछु। बनिसकेछ, अलिकति बाँकी छ भने त्यसको राखेछु। चटपट्टी टोलमा बजरङ्गी मन्दिर पनि रहेको छ। यस मन्दिरमा साधु सन्त बस्ने घर वडाले बनाइदिएको छ। यहाँ मस्जिद पनि रहेको छ। मठ मन्दिर र मस्जिदको संरक्षणमा नगरपालिकाले सहयोग गरेको पुजारी र मौलानाहरू बताउँछन्। प्रधान जी शिवा पासवान जी बनाने जी खुश थे। तो पैसा तो मतलब नगरपालिका से आल है, बात है वितरण तो मतलब उतै से भैले। अब ये वार्ड वाला जो अपन देने है। यो स्थलमा तरबुजा खेती गरिन्छ। यहाँ वडाले 15 फुट चौडा र 800 मिटर लामो ढलान सडक बनाएको छ। पासवान टोलमा राम मन्दिर र शैलेश बाबाको मन्दिर र सामुदायिक भवन बनाइएको छ। कमला नदीमा हिउँदियाममा बाँसको पुल बनाई वारपार गर्ने गरिएको छ। यहाँको हुलाकी सडकको ठूलो पुल पिल्लर भाँसिएपछि सिराहा जान समस्या भएको छ। यहाँ ऐतिहासिक र धार्मिक मटकोट घाट रहेको छ। यो घाटमा विवाह पञ्चमीमा राम जानकी मन्दिरको डोरी ल्याएर विसर्जन गरी उत्सव मनाइन्छ। यहाँ काशी र अयोध्याबाट साधु सन्तहरू आउने गर्दछन्। यस नगरपालिकाको 6 नम्बर वडामा सिग्याही मडान क्षेत्र पर्दछ। यस वडामा पनि ग्राभेल सडक र ढलान सडक निर्माण भएका छन्। यहाँको सबुवा मडानमा श्री जनता आधारभूत विद्यालय पनि रहेको छ। यही 6 नम्बर वडा कार्यालय भवन पनि रहेको छ। सँगै आधारभूत स्वास्थ्य केन्द्र पनि रहेको छ। सखुवा मडानमा साप्ताहिक हाट बजार लाग्दछ। स्थानीय किसानहरूले आफ्ना कृषि उत्पादन यही ल्याएर बिक्री गर्दछन्। सखुवा बजारमा वडाको सहयोगमा लक्ष्मी नारायणको मन्दिर पनि बनिसकेको छ। यो मन्दिरमा मूर्ति राख्न मात्रै बाँकी छ। नागरिकको सुरक्षा र अपराध नियन्त्रण गर्न यहाँ प्रहरी चौकी सिग्याही मडान पनि रहेको छ। प्रहरी चौकीसँगै काली भगवतीको मन्दिर पनि छ। यस वडाको समग्र विकास र निर्माणको बारेमा प्रश्न पार्दै 6 नम्बर वडाका अध्यक्ष सन्सु मिया मोमी भन्नुहुन्छ, पहले बार में माटी ग्रावल करे, तकर बाद ढलाई सब करनी छे, आखिर बाकी का अथी पोल सब गरेलिए कृषि के अनहर जे काम सब है। नगरपालिकाबाट सखुवा बजार जाने ढलान सडक निर्माण गरिएको छ। चोक र बजारमा टावर लाइट जडान गरिएका छन्। यहाँ भएका विकास र गर्नुपर्ने कामको बारेमा स्थानीय बासिन्दा भन्छन्, अहिले त हाम्रो राम्रै छ। हाम्रो वार्डमा खास गरेर अरू वार्डमा त विवाद पनि छ, हाम्रो वार्ड अहिलेसम्म राम्रो छ। विशेषता साधु संत सब मेला लगे राखू, लाखों से बेसी भक्त जन रहे। विकास भए छ, पोल तोल धसौल के ये माने सिंचाई के व्यवस्था नगर के है। नगरपालिकाले साधु सन्तहरूको बस्नको लागि अब समाजको बड बढियातीको लागि समुदाय भवन एउटा बनाएको थियो। 7 नम्बर वडाको हदमुण्डामा जय बजरङ बलीको मन्दिर छ। 7 नम्बर वडा कार्यालय जाने सडक पिच गरिएको छ। 7 नम्बर वडा कार्यालयको आफ्नै भवन पनि छ। वडा कार्यालयसँगै सामुदायिक भवन पनि निर्माण गरिएको छ। हदकुण्डामा राम जानकी मन्दिर पनि रहेको छ। हदकुण्डा चोकमा नगरपालिकाले टावर लाइटको जडान गरेको छ। यस वडाको विकासप्रति स्थानीय बासिन्दाहरू खुसी देखिन्छन्। विकास में चाहिए ये पानी सुविधा हो, रोड बढ़िया बने, ये किसान के सुविधा हो, रोड में तो ये सह विकास नहीं होते। 7 नम्बर वडा सिमग्याही मडान क्षेत्रमै पर्दछ। यस वडामा उखु खेती धेरै लगाइन्छ। नगरपालिकाले यस वडामा कृषि सडक बनाएको छ। कृषि विद्युतीकरणका लागि पोल जडान, तार जडान, डिप बोरिङ र कुलो गरेको छ। पानी तान्ने मेसिन पनि वितरण गरेको छ। विद्यालयको भवन निर्माण र शैक्षिक गुणस्तर बढाउन ट्युसन क्लास सञ्चालनमा सहयोग गर्दै आएको छ। 8 नम्बर वडा हरिने क्षेत्रमा पर्दछ। केरा भोडमा 8 नम्बर वडा कार्यालय भवन र नजिकै स्वास्थ्य चौकी पनि रहेको छ। यहाँ वडाले ग्राभेल सडक
ढलान सडक बनाउने, विद्यालयमा भवन बनाउने, विद्यालयको शैक्षिक गुणस्तर बढाउने र कृषि सुधार गर्ने काम पनि गरेको 8 नम्बर वडाका वडाध्यक्ष त्रिपेत बुढे बताउनुहुन्छ। लगभग 1500 जति मन धान यहाँ उब्जिराखेको थियो न, बाँझो थियो पानीको जमावटका कारणले त्यो मैले निकालेको थियो। सबभन्दा प्रमुख काम मेरो त्यही थियो, त्यो गर्न मैले सफल भएँ। र अर्को थियो हाम्रो विद्यालयको सुधारतर्फ लग्ने। यहाँ दरबन्दी मिलान भएको छैन र हाम्रो विद्यालयको मेन समस्या छ बाउन्ड्रीको। यस वडामा कमला सिंचाईको नहर पनि रहेको छ। नहरको सरसफाई मर्मत सम्भारमा वडाले नै सहयोग गरेको छ। जदुकुवा जाने सडक यसै वडामा पर्दछ। यहाँ बरको रुखबाट निस्किएको महादेव मन्दिरको संरक्षणमा वडाले सहयोग गरेको छ। यो भवन अहिले भोलाबाको अगाडिमा फेरिरहेको छ, त्यो पनि नगरपालिकाबाट हो। मेयर साहबको बजेटमा सुरुवात भइरहेछ। यो पालि हामी यसलाई ढलान गरेर फिनिस गर्ने, त्यो वडापडाबी हरिनेको भवन पनि निर्माण गर्नुभयो। यसमा पनि आज यो पालि फिनिस भइहाल्छ यो सालमा। यहाँ सामुदायिक भवन पनि बन्दैछ। यस वडामा भएको विकासका सम्बन्धमा स्थानीय बासिन्दा भन्छन्, मूल जुन ढाँची छ, पैनी झराउने काम, बाँध्ने काम, यो खाल्डो साल्डोलाई भराउने काम नगरपालिकाले हामीलाई पर्याप्त रूपमा दिइराख्नु भयो। किसान के लिए तो यह चाहिए ना, बिजली चाहिए, पानी चाहिए, यह सब चाहिए ना। यहाँ देवाल पनि अलिअलि उठाएको छ। एउटा प्रोजेक्ट कदे काम लाखे, त्यो प्रोजेक्टले अलि पानी आउँछ, त्योले खेती उब्जिन्छ। यस नगरपालिकाको 9 नम्बर वडा हथलेटवा क्षेत्रमा पर्दछ। यस वडामा पनि नगरपालिका र वडाले ग्राभेल सडक र ढलान सडक बनाएको छ। यो सार्वजनिक जग्गामा नगरको खेल मैदान बनाएर खेलकुद र खेलाडीहरूको विकास गर्ने योजना रहेको छ। वडा कार्यालय नजिकै स्वास्थ्य चौकी पनि छ। वडावासीलाई यहाँबाट निशुल्क स्वास्थ्य उपचार सेवा दिँदै आएको छ। राजदेवी मन्दिरको संरक्षण, रङरोगन, सौन्दर्यीकरण र सामुदायिक भवन निर्माण वडाबाट भएको छ। दुबरकोट हथलेटुवामा श्री आधारभूत विद्यालय रहेको छ। हथलेटुवामा 9 नम्बर वडा अडाई तल्ले कार्यालय भवन पनि छ। यहाँ पुरानो र ठूलो रामजानकी मन्दिर रहेको छ। यहाँ ग्राभेल सडक निर्माण गरिएको छ। राजदेवी मन्दिरका पुजारी भन्छन्, छोट रहे अखनो जैसे नगरपालिका से बनल गया तो सदांते से हम जैसे पूजा अर्चा करे छी। बहुत शक्तिशाली है माता, जे भावे ही मन में तकरा जैसे पूरा कर दे। कोई घाटी चढ़बे, कोई जैसे अपन जाकर खसी चढ़ेलक, लड्डू चढ़ेलक, तरहते जैसे पहिला तो रोड को अवस्था तो एकदम खराब थियो। अब जनकपुरबाट आउँदाखेरि 5 घण्टा लाग्थ्यो, अहिले त अब 1 घण्टामा जान्छ आउँछ मान्छे। यहाँ ग्रिल र फर्निचर उद्योग पनि छन्। शिक्षा र अन्य विकासका सम्बन्धमा स्थानीय बासिन्दा भन्छन्, युवाहरूलाई त यस्ता नयाँ सरकारहरूले हेल्प गर्दा अझै व्यवसायहरू यहाँ चाहिँ नेपालमा खुल्छ। अलि सपोर्ट गर्दा धेरै जसो म पनि गएको थिएँ। म पनि बाहिर 8 वर्ष कतार बसेर आएको। त्यसपछि सोच्यो नेपालमै बसेर काम गरौँ, यहीँ गरेर हामी घर पनि राम्ररी चल्छ, ठिकै चल्छ। यहाँको भित्री सडक पनि स्तर उन्नति गरिएको छ। सामुदायिक भवन पनि बनेको छ। सामुदायिक भवनमा समूहको बैठक र वैवाहिक कार्यक्रम हुने गरेको स्थानीय बासिन्दा बताउँछन्। में मतलब समूह के बैठक हुए सर, कोनो सरकारी काम शादी विवाह भेल तै के भेल, मतलब बहुते रंग के सामान हुए ने सर, तै में हुई है। युवाहरूलाई निशुल्क सिप दिलाएर आय आर्जनको काममा प्रोत्साहन गर्ने योजना र कार्यक्रम नगरपालिकाले बनाउँदै आएको कार्यक्रम अधिकृत सन्तोष कुमार कर्ण बताउनुहुन्छ। कमला नगरपालिकाको 35 जना युवाहरूलाई 18 वर्षदेखि 24 वर्षको युवाहरूलाई चाहिँ उहाँहरूलाई विभिन्न किसिमको चाहिँ स्किल दिएर उहाँहरूलाई चाहिँ जागिरतिर लैजानको लागि उहाँहरूलाई उत्साहित गर्छौँ। यस नगरपालिकाले कृषिलाई प्राथमिकता दिएर कृषि सिंचाइका लागि विद्युतीकरण गर्ने र सबै किसानको खेतमा पानी पुर्याउने योजना रहेको नगर प्रमुख यादव बताउनुहुन्छ। करिब यसपालि 90 वार्डमा जे भए पनि कृषि पोलको लागि हामी किसानलाई खेतमा पानी दिने प्रतिबद्धता व्यक्त गरेको छु। त्यस्तै अनुसार मैले काम गर्छु। यसपालि यदि भएन भने अब आउने नगरसभामा कम्तीमा सबै किसानको खेतमा पानी जान्छ भन्ने म विश्वास लिएको छु। यस नगरपालिकाले सार्वजनिक पोखरी, मठ मन्दिर, मस्जिदको संरक्षण गर्दै आएको छ। नगर प्रहरी गठन गर्दैछ। कमला नदी किनारमा तटबन्ध बनाएर किसानको घर जग्गा संरक्षण गर्दै आएको नगर प्रमुख यादव बताउनुहुन्छ। हाम्रो नगर प्रहरी थिएन,
अब नगर प्रहरीको केही दिनमा तपाईको नगर प्रहरी गर्छु। सार्वजनिक जग्गाहरूलाई कसरी सुरक्षित गर्ने नेपाल सरकार र नगरपालिका अन्तर्गतमा जति जग्गा छ त्यति कसरी सुरक्षित गर्ने, मठ मन्दिरहरूमा पनि तपाईको हामी लगानी गरेकै हौं। नगरको न्याय सम्पादनमा जग्गा किचलो, पशुले बारी नष्ट गरेको, लेनदेन, बाल विवाह र कुटपिटको निवेदन पर्ने गरेको र यस्ता उजुरीमा दुवै पक्षलाई सुझाइ बुझाइ मिलाएर पठाउने गरेको नगर उपप्रमुख शीलादेवी मण्डल बताउनुहुन्छ। त हमरा सब लगे मुद्दा एहन आबै छै, आइर धुइर खेत पथार के अथी झाल खिड़की घर घरारी सबके बकरी पठरू के बाल विवाह के, तो बाल विवाह के धीरे धीरे आब कनी कनी का कम भ गेलिए। पहले 74 साल में बड अबै छलिए, अखन एहि साल में हमरा बाल विवाह नहीं आबि रहल ये, बेसी आबि रहल ये जमीन जत्था के बारे में, किला खुट्टा के बारे में। तो हम सब ओहन के की केलिए, ओ निवेदन निवेदन के की केलहुँ ल क हम सब दर्ता प्रशासन अधिकृत करै छथिन, टोक लगबै छथिन आ दर्ता न्यायिक समिति में होइ छै। ओ क क हुनका चिट्ठी काटि क हम पक्ष विपक्ष के पठा दै छी। ओ की केलथ, ओतऽसँ ओ आयल चिट्ठी बुझत, ओ प्रति उत्तर लगेलथ। प्रति उत्तर लगेला के बाद में एहिठना हम सब टाइम देलहुँ, जेना 4 गते के छलिए टाइम, तऽ टाइम देलहुँ। ओहिठना वकील के लगा के बीच में छलफल रहि क तकर बाद केलहुँ। दोसर नंबर हमरा सबके अखन तक अदालत नहीं गेल एकोटा। 2 दिन 4 दिन जे दिन टाइम लगलै तो हम सब बैस क ओही ठन फैसला केलहुँ हैं, अदालत नहीं पठेलिए। यस नगरपालिकाले 30 बिघा जमिनमा ताल बनाउने, तरकारी खेती गर्ने र तरकारी बजार बनाउने योजना रहेको नगर प्रमुख यादव बताउनुहुन्छ। त्यो करिब 30-25 बिघामा त्यो एउटा ताल खुन्ने, त्यसमा तपाईको कृषि तरकारी खेती पनि गर्ने, दूध डेरीहरूको पनि विकास गर्ने। दूध डेरी यहाँ छैन, दूध माने डेरी माने मान्छेहरू ल्याउँछ त्यो ठाउँमा पुर्याउन सकिरहेको छैन। र तरकारी खेतीको लागि पनि त्यहाँ भइदियो भने विभिन्न रिसोर्टहरू त्यहाँ बनेपछि, मन्दिरहरू बनेपछि एउटा ठुलो ऐतिहासिक तपाईको त्यो पर्यटकीय क्षेत्र हुन्छ। पर्यटक क्षेत्र जो बनेपछि धेरै यो नगरपालिकालाई एक किसिमले उद्धार हुन्छ। यस नगरपालिकाले जनताका काम छिटो छरितो, प्रभावकारी र पारदर्शी रूपमा सम्पादन गर्दै आएको छ। यस नगरपालिकाको नयाँ आधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवन पनि बन्दैछ। यस नगरपालिकाले सबै वडाहरूमा सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सिंचाई, विद्युतीकरण, सामाजिक विकास, हाट बजार व्यवस्थापन, तटबन्ध निर्माण लगायतका क्षेत्रहरूमा उच्च प्राथमिकताका साथ विकास र निर्माणको कामहरू गर्दै आएको पाइन्छ। यस नगरपालिकालाई धान, गहुँ, उखु, दालहन, तेलहन र तरकारी बाली जस्ता उत्पादनको कृषि पकेट क्षेत्र बनाएर प्रशस्तै कृषि उत्पादन गरी राम्रो आमदानी गर्न सकिन्छ। यहाँका कृषियोग्य भूमिमा व्यवस्थित सिंचाई गर्न सकिएमा कमला नगरपालिकालाई धनुषा जिल्लाकै अन्न भण्डारको रूपमा विकास गर्न सकिने सम्भावना प्रचुर रहेको छ। यो पालिकालाई धनुषा जिल्लाको व्यवस्थित बसोबास स्थल र शिक्षाको हब पनि बनाउने सम्भावना देखिन्छ। यहाँ विभिन्न मठ मन्दिर, धार्मिक स्थल, पोखरी र रमणीय स्थलहरू रहेकोले आन्तरिक पर्यटनको लागि पनि राम्रो सम्भावना छ। साथै कृषि उद्योगको विकास, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थल संरक्षण गर्दै सुन्दर, शान्त, सफा र समृद्ध कमला नगरपालिका बनाउन सक्ने देखिन्छ।